जोजोलपा हामीले नेवा कल्चर ल्याङ्ग्वेज अनि ठाउँहरूको भिडियो राख्दै आएका छौँ। आज हामी अब फुडको स्टार्टिङ गर्दै गइरहेका छौँ। स्टार्टिङमा हामी अब बेसिक यो अचारकोदेखि सुरु गर्दैछौँ। फुडको अरू रेसिपीहरू जस्तै छोइला कचिलाको पनि अब पछि हामी राख्दै जानेछौँ। तर स्टार्टिङको लागि हामी अचारबाट स्टार्ट गर्दैछौँ। अचार अब गोलभेडा अचारको बारेमा हामी आज भिडियो बनाउँदैछौँ। र सुरुमा हामीले नुन राख्दैछौँ। यो 2-3 जनाको लागि पुग्छ यो अचार। यो नुन राख्दैछौँ। यो टिका नुन छ। हजुरले ठुलो नुन पनि राख्न सक्नुहुन्छ। र एउटा खुर्सानी छ। खुर्सानी हजुरले कति पिरो खान सक्नुहुन्छ त्यो अनुसार राख्न सक्नुहुन्छ। यो खुर्सानी पनि राख्न सक्नुहुन्छ। अर्को अकबरी खुर्सानी भन्ने पनि राख्न सक्नुहुन्छ। अकबरी अथवा डल्ले खुर्सानी पनि भन्छ जस्तो लाग्छ मलाई। यो अब यसलाई पिसौँ। यसलाई राम्रोसँग धुलो हुने गरी पिस्नुहोला। र पिस्न गाह्रो भएदेखि थोरै पानी पनि मिसाउन सक्नुहुन्छ। पिस्न गाह्रो भयो, अलिक सुक्खा जस्तो भएकोले थोरै पानी राख्दैछु मैले। पानी राखेर यसरी मजाले पिस्नुहोला। धेरै पनि पानी नहाल्नु होला, ठिक्कको थोरै अलिअलि गरेर पुगेन भने थप्न पनि मिल्छ। बढी भयो भने अलिकति पिस्न झन् गाह्रो हुन्छ। अब यो खुर्सानी मैले धुलो हुने गरी पिसिसकेको छु। यो खुर्सानी पिस्न पुगिसक्यो। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ, यस्तो देखिएको छ। राख्नु होला, यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले गोलभेडा। र मैले 4वटा ठिक्क ठिक्क साइजको मिडियम साइजको यो पोलेको छु। यसलाई चाहिँ नि हजुरले ननस्टिक प्यानमा अथवा अब त्यो फलामको प्यान अथवा तावामा अथवा ग्यासमा पनि पोल्न सक्नुहुन्छ। र यसरी मजाले पोलिसकेपछि यो बोक्रा निकाल्नु होला। यसलाई गोलभेडा राखिसकेँ। अब यो गोलभेडालाई मजाले पिस्नु होला। कुनै गोलभेडा चाहिँ पिस्न अलिक सजिलो हुन्छ, कुनै चाहिँ नि अलिकति गाह्रो हुन्छ। त्यो गोलभेडा हेरी फरक फरक हुन्छ। यो गोलभेडालाई मैले पिसिसकेँ। यो अलिकति सजिलो छ पिस्नको लागि। गोलभेडा पिसिसकेको छु, हजुरहरूले पनि हेर्न सक्नुहुन्छ, यस्तो देखिएको छ। मैले थोरै धनियाँ लिएको छु। अब यो धनियाँलाई मैले गोलभेडामा मिक्स गर्दैछु। हजुरहरूले यो धनियाँलाई चपिङ बोर्डमा चप गरेर पनि राख्न सक्नुहुन्छ। म यतिकै राख्दैछु। धनियाँलाई पनि अब पिस्नु होला यसरी बिस्तारै। धनियाँलाई र गोलभेडालाई मिक्स गर्नु होला। स्पुनले यसरी मिलाउँदै पिस्न सक्नुहुन्छ। यो छेउछेउमा गएको सबैलाई यसरी यस्तो मिलाउनु भयो भने यसमा खुर्सानी, गोलभेडा अनि यो धनियाँ मजाले मिक्स हुन्छ। र यसलाई अब म फेरि एकचोटि राम्रोसँग पिस्छु। धनियाँ अलिकति ठुलो भएको छैन र यसलाई मैले मजाले पिस्छु। धनियाँ पनि राम्रोसँग मिक्स गरिसकेँ। यी हजुरले हेर्न सक्नुहुन्छ। अब अचार अलिकति बाक्लो जस्तो फिल भएछ भनेदेखि हजुरहरूले अलिकति पानी मिसाउन सक्नुहुन्छ। अथवा हजुरहरूलाई अब बाक्लो अचार नै मनपर्छ भनेदेखि त्यो पनि बाक्लो नै गर्न सक्नुहुन्छ। र अलिकति म यसमा पानी मिसाउँछु थोरै। यसमा अब म थोरै पानी मिसाउँदैछु। पानी मिसाएर म मिलाउँछु। पानी चाहिँ नि यस्तो गर्नुपर्छ, यो पानी खलमै राखेर मिसाएर पिस्नुपर्छ। यदि हजुरले अब यो कचौरामा अचार निकालेर पछि स्पुनले मिलाउनु भयो भने त्यति राम्रोसँग मिल्दैन। त्यसैले खलमै पानी मिसाउँदै यसरी पिस्दै गर्नुपर्छ। पानी मिसाइसकेपछि स्पुनले चलाउने होइन कि पानी मिसाइसकेपछि यो खलले नै यसरी एकचोटि पिस्नुपर्छ, ताकि पानी राम्रोसँग यो अचारसँग मिसिन्छ। फेरि मैले एकचोटि स्पुन लिएर यसलाई यता मिलाएँ। र अब हजुरहरूले हेर्न सक्नुहुन्छ, अघि नै कलर रेड थियो, अहिले ग्रिन भएको छ। तर हजुरहरूलाई अब रेड कलर टोन मनपर्छ भनेदेखि चाहिँ हजुरहरूले चपिङ बोर्डमा चप गरेर यो धनियाँलाई चाहिँ अब धेरै नपिसिकन राख्नुभयो भनेदेखि चाहिँ रेड कलर टोन बस्छ। र धनियाँलाई चाहिँ अलिक धेरै यसरी पिस्नुभयो भने चाहिँ नि ग्रिन कलर टोन आउँछ। यो ग्रिन देखिएको छ, रेड पनि अलिअलि छ र ग्रिन देखिएको छ। अब हाम्रो अचार रेडी भयो। अब यसलाई हामीले कचौरामा
चिक्न सक्छौँ। अब अचार खानको लागि रेडी भयो। अब चिकौँ अचारलाई। अब यसरी यो कचौरामा हालिसकेपछि पानी चाहिँ नमिसाउनु होला। त्यसरी मिसाउनु भयो भने मिठो हुँदैन खासै। यो भयो गोलभेडा धनियाँको अचार। मुख रसाउने अचार हाम्रो रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ कलर पनि राम्रो आएको छ र अब खानासँग मजाले खान सक्नुहुन्छ यो अचारलाई। डेकोरेसनको लागि यसरी पनि राख्न सक्नुहुन्छ। खुर्सानी खाने मान्छे छ भने खुर्सानी पनि यसरी राख्न सक्नुहुन्छ र धनियाँको पात अलिक बढी पनि राख्न सक्नुहुन्छ। मैले यहाँ थोरै मात्र राखेँ। अलिक बढी राखेर यसो डेकोरेसनको लागि यसरी पनि राख्न सक्नुहुन्छ। हजुरहरूले बनाउनु भएको अचार कस्तो भयो कमेन्ट गर्नुहोला। अचार सुरुमा अलिकति नुन नपुगेको जस्तो बढी भएको जस्तो हुनसक्छ, तर पछि बनाउँदै जानुभएपछि हजुरहरूलाई कन्फिडेन्ट हुन्छ। यो 2-3 जनाको लागि अथवा 4 जनाको लागि पनि मजाले पुग्छ यो अचार। थ्याङ्क यू फर वाचिङ।